आज पनि मौसम यस्तो भयो। छिटै बर्खा लाग्यो पालि। एकदम अँधेरो अँधेरो, चारैतिर बादल। नियमित रूपमा पानी पर्न थालेको कारणले गर्दाखेरि जे होस् हरियाली चाहिँ यसरी छाएको छ। गुवाले पनि योपालि चाहिँ यो बोटे चाहिँ कम्ती फलेछ। आज पनि भयङ्कर पानी आउने अवस्था। आज पनि घाँस काट्नु चाहिँ देला जस्तो छैन। ला है, यहाँको त बलुवा त आधी गाडी जस्तो लाग्दैछ। दुःख गरेर किनेको बलुवा चाहिँ कहाँ चाहिँ पुऱ्याएछ हौ। हेरौँ त। ए सबै राति चाहिँ त्यस्तो खतम गर्दैछ नि मेरो कहानीले चाहिँ। बलुवाहरू त यहाँ ल्याएर त्यसरी थाक 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 बनाइदिएछ नि त। गुवाहरू पनि मोटामोटी अब चाहिँ सास फेर्छ जस्तो छ। बिचारा दुःखले योपालिको हिउँदो महिना काट्दैछ। मकैहरू पनि चारैतिर लह लह आउँदै गरेको। योपालि मकै खुवाइ चाहिँ राम्रै हुन्छ कि कसो। ल है, बल्ल बल्ल पानी उग्रियो। अब चाहिँ लाग्नुपर्छ आजको ड्युटी, मर्निङ ड्युटी घाँसतिर। यहाँ चाहिँ अङ्कल यस भनिदिनु त अङ्कल। यस यस। गाई बेच्दैन गाई मकै? अहिले बेच्दिनँ, यिनीहरूले दिँदैन दाम। गुड मर्निङ टु एभ्रिवान, नमस्ते अनि जय गोर्खा। आजको मर्निङ ड्युटीमा म चाहिँ लागिसकेँ। रातभर निरन्तर अविरल वर्षा अनि अहिले बिहानसम्म पनि पानी परिरहेकै बल्ल बल्ल उग्रिएर चाहिँ अहिले चाहिँ घाँस काट्नुपर्छ बाख्रालाई भनेर म लागेँ। हेर्दै गर्नुहोस्, तपाईँहरूलाई स्वागत छ आजको मेरो यस छोटो अनि नयाँ ब्लगमा। घाँसहरू पनि सबै सकिसक्यो। अम्लिसहरू काटेर यतिको पलाइसक्यो। अब छैन, धेरै घाँस छैन। अब यस्तो यस्तो बनाइसक्यो। गाईको धेरै, बाख्राहरू पनि धेरै। यहाँबाट त्यस्तो रमाइलो पाखा देखिन्छ। त्यहाँ पर चाहिँ हाम्रो अजय भाइले घर बनाउनु हुँदैछ। अनि यता माथितिर हाम्रो सानो एउटा चर्च छ। यहाँनिर एउटा चर्च छ अनि चर्चको छेउमा चाहिँ हाम्रो ज्ञानबहादुर सरको घर। गुवाहरू रमाइलो यसरी रोपेको छ त्यहाँनिर। आज चाहिँ गुड फ्राइडे। सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनी महानुभावहरूलाई ह्याप्पी गुड फ्राइडे भन्न चाहन्छु। गुड फ्राइडे, अब हामी त हिन्दू पऱ्यौँ तर गुड फ्राइडेको त्यस्तो महत्त्व, गुड फ्राइडेको बारेमा त्यस्तो जानकारी नभए तापनि यो क्रिस्चियन धर्मावलम्बीहरूको निम्ति चाहिँ आज एउटा महत्त्वपूर्ण दिन हो भनेर मानिन्छ। र गुड फ्राइडेलाई चाहिँ अब नेसनल होलिडेको रूपमा मानिन्छ है। र मैले जानेको अनुसार चाहिँ गुड फ्राइडे त अब एभ्री विक आउँछ। तर गुड फ्राइडे चाहिँ किन मनाइन्छ भन्दाखेरि मैले जानेको अनुसार चाहिँ जब चाहिँ जिजस क्राइस्ट पापदेखि चाहिँ मुक्ति गराउनुपर्छ भनेर चाहिँ जिजस क्राइस्टले चाहिँ ठुलो एउटा बलिदान दिनुभएको हो भन्ने एउटा विश्वास छ। अनि आज गुड फ्राइडेको दिन चाहिँ अर्को तथ्य हो यो है। आज गुड फ्राइडेको दिन चाहिँ जिजस क्राइस्ट चाहिँ आफ्नो के भएको भन्दा जिजस क्राइस्ट चाहिँ बौरी उठेको दिन हो भन्ने पनि एउटा क्रिस्चियन कम्युनिटीको एउटा ठुलो विश्वास है। त्यही भएर चाहिँ आज नेसनल हलिडेको रूपमा चाहिँ
मानिन्छ आज, त्यही भएर गुड फ्राइडे। आज हाम्रो स्कुल छुट्टी, तर सम्पूर्ण क्रिस्चियन कम्युनिटीहरू जति पनि चर्चमा गएर है प्रेहरू गरिरहनु भएको छ सबैलाई म शुभकामना भन्न चाहन्छु। यता तल चाहिँ अम्लिसोहरू काटेर यसरी सकियो। अब चाहिँ अम्लिसो काट्ने, अम्लिसोको घाँस काट्नुको लागि अम्लिसो सकियो। अनि आज चाहिँ म यो रुखको घाँस काटेर बाख्रालाई लान्छु। अब यो रुखको नाम चाहिँ हामी यसलाई यतातिर काप्रा भन्छौँ। मजाले नै खान्छ। ल अब चाहिँ म लागेँ है त। चढ्नु सजिलो छ, कुनै असुविधा छैन। हाँगा ता चाहिँ लानु पर्ला जस्तो छ घरमा, घरको नजिकमा लगाएर राख्नु। लु अब चाहिँ मेरो भारी पनि पुग्यो, तर जाने बेलामा चाहिँ यसरी फेरि पानी बर्सिँदैछ। ड्युटीतिर लागे स्कुलतिर। फ्राइडे चाहिँ आज स्कुलमा मनाइने हो। स्कुलमा आज क्वेसन प्रिन्ट गर्नु छ। हिरोमा चढेर जानु पर्यो, पानीले भिजेछ। भोत्रे भए पनि छोराले साँच्चै दिन्छ। यो चाहिँ हाम्रो स्कुल जाने रास्ता। अहिले चाहिँ लाइट पनि पावर कट भयो। अब म्यामहरूले चाहिँ यहाँनिर रिल्स बनाउँदैछ। लु गएको रिल्स। वाउ कति राम्रोसँगले फुलेको छ सुनाखारी। एकजना चाहिँ खतरा डान्सर हो हाम्रो स्कुलको टिचर्सहरू मध्येमा। बबाल थियो। डान्स म्यामहरूको कला देखेर चाहिँ हाम्रो सर्वप्रथम चाहिँ यहाँनिर चाहिँ छक्कै परेर हेरिरहनु भएको छ नि त। अब यहाँ म्युजिक प्लेयर चाहिँ फेरि हुनुहुन्छ म्याम बिमला छेत्री। ए होइन सर्टकट भन्छु, म्याम बिसी। ल अब भने चाहिँ अन्तिम चरणमा आइपुग्यो। यो चाहिँ लास्ट क्वेसनलाई प्रिन्ट गर्न लास्ट क्वेसनलाई प्रिन्ट गर्न लागिरहेको छु। प्रिन्टर रेडी म्याम? प्रिन्टर रेडी? जोड दिनुहोस् त यहाँनिर, ठ्याक्क लगाइदिनुहोस्। भयो नि? अब चाहिँ म यहाँबाट प्रिन्ट गरेर पठाउने हो। कन्ट्रोल पी, लेट्स गो। हुँदैछ? पारले धनाधन। यस पारले। मेरो चाहिँ लास्ट हो है यो। तपाईँहरू चाहिँ अब कति बेलासम्म लाएर पनि सक्नुहुन्छ होला। कोही चाहिँ बाहिर टिकटक बनाइरहनु भएको छ हो। मेरो चाहिँ लास्ट हो। ल अहिले चाहिँ प्रिन्टरले चाहिँ खतरा काम गरिहाल्छ, एउटा डिस्टर्ब छैन है। फटाफट दिँदैछ है, बनाउँदैछ। ल फाइनल पिस सक्यो। आजको गुड फ्राइडे चाहिँ मेरो गुड नै भयो। यहीँ खाना दामी हो, मलाई चाहिँ एकदम मिठो लाग्यो। सर्वप्रथम अनि सबै हस्टेल परिवारलाई धेरै धेरै धन्यवाद। अब चाहिँ बाबा घरतिर सक्यो। ल
जतिजनालाई पनि हेरेर साथ दिनुभयो सबैलाई धन्यवाद वाचिङ